राज्यले कानुन कार्यान्वयन गर्नुपर्छ, तर कानुन कार्यान्वयन गर्ने बेलामा नागरिकको बास, परिवारको सुरक्षा, बालबालिकाको भविष्य र मानवीय मर्यादालाई व्यवस्था चाहिँ गर्न मिल्दैन। सुकुम्बासी समस्या केवल एउटा प्रशासनिक फाइलको रूपमा मात्र रहनु हुँदैन सभापतिज्यू। यो बास, शिक्षा, स्वास्थ्य, रोजगारी, जीविकोपार्जन र मानवीय सम्मानसँग जोडिएको प्रश्न हो। त्यसैले राहत रकम, अस्थायी आवास वा केही महिनाको भाडा सहयोगलाई मात्र अन्तिम समाधान हामीले सोच्नु हुँदैन। होल्डिङ सेन्टरमा रहेका तथा त्यहाँबाट बाहिर रहेका परिवारहरूको वास्तविक तथ्याङ्कहरू सार्वजनिक गरियोस्। वास्तविक भूमिहीन र जोखिममा रहेका नागरिकको स्पष्ट पहिचान गरियोस्। सुरक्षित आवास, रोजगारी, स्वास्थ्य, शिक्षा र सामाजिक सुरक्षा सहितको समय सीमाबद्ध पुनर्स्थापना योजना यो समितिमा पेश गर्न हामीले माग गर्न मिल्छ कि मिल्दैन, मैले यो आग्रह गर्न चाहन्छु। यो समस्यालाई कसरी समाधान गर्न सकिन्छ यसको विषयमा हामीले खालि अनुगमनमा मात्र सीमित नराखौँ, किनभने त्यो औपचारिकता मात्र देखियो अब चाहिँ। त्यही कारणले गर्दाखेरि प्रत्येक बैठकमा यदि सकिन्छ भने हाम्रो यी उठाएका विषयवस्तुहरूमा के भयो भनेर त्यसको गृह कार्य गरेर यहाँ समितिलाई जानकारी गराउने पनि एउटा व्यवस्था गरियोस् भनेर पनि आग्रह गर्न चाहन्छु।